गाइस आज हामीहरू घुम्न जाँदैछ सालीसँग वेलकम टु आवर ब्लग भन्नु न वेलकम टु आवर ब्लग साली ब्लग ल हामी चाहिँ आज घुम्न जाँदैछौँ हाम्रो चाहिँ एकदम मुस्किलसँग तीनैजनाको छुट्टी चाहिँ एकदम मुस्किलसँग हुन्छ अनि आज चाहिँ त्यो दिन जुरेको छ जाने ट्रेन हो आइसक्यो स्टेसनबाट झरेर हिँडिसक्यौँ अब हामीले जम्मा 20 मिनट जति दुःख गरेर मेहनत गरेर हिँड्न पर्ने हुन्छ त्यसपछि हामी हाम्रो डेस्टिनेसनमा पुग्छौँ फेरि गफला जस्तै हुन्छ तर टोकियोमा बसेको बानी भएर होला तर नि टोकियो हो हुन त तर यति धेरै सुनसान छ कि यति धेरै सुनसान यहाँ मान्छेको अनुहार पनि नदेख्ने होइन यो त नागोयातिर आएको जस्तै फिल भइरहेको सुनसान कि उतातिर त गाडी मान्छे ट्रेन यति धेरै हुन्छ नि त न यहाँ स्टेसन केही छ न मान्छे छ कस्तो सुनसान किनभने बुद्ध भनेको चाहिँ सुनसान ठाउँमा सुनसान होइन शान्त ठाउँमा हुन्छ नि त त्यही भएर हामी बुद्धको स्ट्याचु हेर्न जाँदैछौँ र एकदम शान्त ठाउँमा हुनुहुँदो रहेछ भन्ने कुरा प्रुफ भयो कहाँ के किन भेटाउनलाई हिँडे जसरी हिँडे खै के भेटाउनु मलाई चाहिँ हामी जान लागेको ठाउँको नामै भन्न बिर्सेर चाहिँ हामी जान लागेको ठाउँको नाम चाहिँ जोरेन्जी पार्क वाउ कस्तो राम्रो फुल तिमी जस्तै वाउ यो पनि त्यस्तै राम्रो फुल तिमी भन्दा पनि राम्रो यहाँ चाहिँ एउटा मेरो सबसे फेभरेट कार्टुन रहेको छ डोरेमन त्यो युनिक कलरको फ्लावर देखाउँछु म यो चाहिँ लाफिङ बुद्ध होइन यो स्लिपिङ बुद्ध हो पिकाचु त्यहाँ पछि हाम्रो लक्ष्मी र भेना चाहिँ दुःख गरेन बुद्ध हेर्न जाने भनेर आचुका बोटनिकल गार्डन बोटनिकल हो खासमा बोटानिकल होइन आचुका बोटनिकल गार्डन अहिले हामी चाहिँ आइसक्यौँ हाम्रो डेस्टिनेसनमा यो चाहिँ 3:45 मात्रै खुल्ने अरे अनि त्यसपछि यहाँ चाहिँ अहिले 3:10 भइसक्यो आइपुग्दा 3जना बुद्धहरू 3जना भगवानहरू अरे के चाहिँ छ त्यहाँभित्र हेर्न त मिल्छ होला नि बुद्ध होला सायद कति धेरैवटा रहेछ चाहिँ यत्रो भर्याङ चढेर चाहिँ जान पर्ने हुँदो रहेछ हामी चाहिँ अलि लुते अलि यसो खानेकुराहरूमा कमजोरी गरेर खाने मान्छेहरू चाहिँ भर्याङ चढ्न सक्दैन तर म चाहिँ एकदम धेरै बलियो छु म चाहिँ चढ्न सक्छु जे होस् कस्तो दामी यहाँतिरको गेटहरू चाहिँ यस्तो बबाल हुन्छ क्या जापानको गेटहरू चाहिँ बस मैले भिडियो बनाएँ साथमा लगाइदिउँ न होइन भर्याङ चाहिँ एकदम धेरै रहेछ है यहाँ चाहिँ माथि भर्याङ चढ्न पर्ने हुँदो रहेछ ओ यो त काठको रहेछ कि हेलो भर्याङ चाहिँ एकदम धेरै हुँदो रहेछ यहाँतिर चाहिँ एकदम चढेको चढे गर्न पर्ने हुँदो रहेछ तर म चाहिँ एकदम बलियो भएको कारणले गर्दाखेरि मलाई चाहिँ केही फरक पर्दैन वाउ कस्तो बवाल ठाउँ रहेछ नि त यहाँ ल है वाउ कत्रो ठुलो बुद्ध ल म चाहिँ खासमा हेर्न आएको चाहिँ यही हो कि खासमा भन्ने हो भने वाउ बवाल छैन त दामी रहेछ यार यसरी झुक्ने हो नि त के दामी रहेछ भन्दा ए जेन दाइज उपदेश बहुत दामी रहेछ नि त वाउ उनीहरू चाहिँ यहाँ भिडियो बनाउने फोटो खिच्नेहरूको संसार बेग्लै छ फेरि दामी छैन त म हेर्न आएको चाहिँ यो हो कि खासमै यस्तो शान्त ठाउँमा आँखा चिम्म गरेर बस्नु भएको छ हाम्रो बुद्धजी चाहिँ जापानमा चाहिँ
पनि यो नछुट्टिने भनेको चाहिँ यही कुरा हो के है बेना है दिदी यो लेख्न छुटेको ठाउँ चाहिँ कुनै पनि हुँदैन कुनै पनि मन्दिरमा होस् चाहे जहाँ होस् होइन आई कान्ट वेट यु वेट टु सी यु अगेन लभ फ्रम अनि यो सिग्नेचर चाहिँ अब मलाई थाहा भएन यस्तो लेखेर यो लेखेर राखेर चाहिँ विस पुरा हुने हो कि है के भाषालाई यो थाइल्यान्ड हो यो भियतनामको भइहाल्यो कोले पढ्न सक् ओह यहाँ त सर्प पनि बनाएर चाहिँ राक्षसहरूले ए दाइ गएको नि आता सिमास्यो नि रे नेपालीले पनि लेखेको चाहिँ हुनुपर्ने मिन्ना गा उरेस त्यसै नरेनी वा यो चाहिँ राम्रो रहेछ मलाई यो चाहिँ मन पर्यो लेख्यो होला नि पछाडि ऊ किन नलेख्ने जहाँ पनि ओत्याराई मात्रै खोज्दै हिँड्ने यो टोइलेटै मात्रै एक्लै जान सक्दैनस् ल ल ल 45 बन्द हुन्छ अनि मैले एउटा पनि फोटो खिचिखाएन भित्रभित्र नि घुम्न जान पाएन आउनु भने यसरी माथि निस्केर राम्रो कि सँगै अब फेरि हरायो भने हामीलाई नभन्नु नि फेरि हजुर ए ल ल ल हामी एकछिनमा आउँछौँ त्यसो भए बस बबाल रहेछ क्या बबाल मेरो नर्त हेर्दा त दिक्क वक्क भइसक्यो होला त्यही पनि केही भन्न सक्दिनँ म हेर्नै पर्ने हुन्छ हजुरहरूले त जा है त म यहाँ हेर्छु यसलाई चाहिँ जहाँ गए पनि घरमा पनि एक दिनमा 20 चोटि 25 चोटि त्यो टोइलेटमै हुन्छ घुम्न गए पनि घरबाट निस्किनु भन्दा अगाडि पनि एकचोटि टोइलेट अनि त्यसपछि घुम्न जाने बित्तिकै नि टोइलेट कहाँ छ भनेर खोज्दै हिँड्ने चाहिँ सायद यही मात्रै होला कि यो धरतीमा होइन यो जस्तो धेरै जस्तो मान्छे थियो शिवजी त होइन नि ए भगवान् कस्तो बबालहरू बनाएर कसरी राखिरहन सकेको होला कि मान्छेहरूले होइन कस्तो दामी छ के कस्तो दामी छ अनि यहाँभित्र पनि कोही न कोही बसेको हुनुपर्छ होइन कुनै न कुनै बुद्ध कस्तो दामी होइन त ल हेर्नु कस्तो बबाल छ के वाउ लाइट बालेर टक्क होइन कस्तो दामी ठाउँ के अनि दामी ठाउँमा दामी मान्छे यहाँ किन यस्तो धेरै सुनसान हो कि मलाई थाहै छैन यार तर ठाउँ चाहिँ जे होस् बबाल छ नि त त्यसै मान्छेको कब्रस्तान हो कि कब्रस्तान कसको थाहा होइन यस्तो बाजेहरूको यस्तो के राखेको के है कस्तो बबाल छ नि त ऊ लाफिङ बुद्ध यहाँ कस्तो खतरा लाफ गरिरह अनि अरू चाहिँ लाफिङ बुद्धको साथीहरू यो चाहिँ यो झाडी हिँड्न चाहिँ मलाई एकदम रहर लाग्यो भगवान् सर्प त छैन होला नि फेरि यहाँ यसो देख्यो भने चाहिँ मलाई यहाँ सातो पुत्लो गएर यहाँ नसक्नुहुन्छ नि फेरि होइन सर्प मैले जापानमा एकचोटि मात्रै देखियो सर्प देख्न त अब म माथि आइसकेँ तिमीले जतातता पैसा हाल्दैन है यो चाहिँ एकदम धनी हो है यहाँ पानी देखाउँछु म दामी ठाउँ छ यो चाहिँ ओइल हो ओइल ब्लू ओइल यो बाबुले चाहिँ यहाँ माछालाई खानेकुरा हाल्दैछ दानाहरू मल दानाहरू माछाकै खानेकुरा होला नि घोडाले पो चना खान्छ र माछाले पनि चना खान्छ र कति धेरै छ तर मेरो बलमा किन नदेखेको ए देखेँ यहाँ दानवीरले चाहिँ यहाँ देनी चाहिँ यो मान्छे है वीर लक्ष्मीले चाहिँ यहाँ दान गर्दैछ ए 27-28 ठाउँमा त गरेछ नि यहाँ चाहिँ खासमा मेन चाहिँ यहाँ भित्रबाट हेर्ने अरे कि खासमा के रहेछ भनेर म चाहिँ एकदम ज्ञानी छु म मात्रै हेर्दैन म सबैजनालाई देखाउँछु है के रहेछ भेना ए दामी रहेछ नि त ल दामी छ नि त खासमा केहरू
मैले नै हेरेँ होइन वाउ ओ त्यहाँ माथि अलिकति के जस्तो देखियो छायामा बुद्ध जस्तो टाउकोमा गोलो भएको त्यही हो मेन चाहिँ छ एउटा ड्राइगन जसले चाहिँ आफैलाई पानी हालिरह कस्तो दामी छ नि त ल हात धुनु कि हाल्दिनु जान हाल्दैन हात धोयो नि धो नुहायो नि ल ए ल कस्तो सिप्पल छ हाम्रो लक्ष्मी ल भेनान गएर हालिदिने हो ल हालिदिने के छ र नुहायो भने झन् सबै जान्छ लक्ष्मी ल हात धोयो भने आधी पाप पक्ल्यो नुहा त सबै जान्छ ल बाई बाई आफ्नो ख्याल राख तर जाडो महिनामा चाहिँ त्यति धेरै नुहाउन पर्दैन ल बुद्ध धेरै ह्यान्डसम कि हाम्रो बेना धेरै ह्यान्डसम ल वाउ तेरो त पति परमेश्वर त परमेश्वर भयो अरे अनि मेरो चाहिँ फोटो खिच्दिन पर्दैन ल वेलकम टु आकाचुक्काको यो बुद्धको के भन्छ बुद्धको स्ट्याचु कि बुद्धको पार्क तपाईँ आएर भिजिट गर्ने यो ठाउँ चाहिँ यति शान्त छ कि अस्ति मजाको त जानु त्यो भिडियो ऊ त्यो फोटो नि ऊ त्यहाँ पनि देखाइदिएको लक्ष्मी कति राम्रो छ तेरो पनि खानुमा कति राम्रो ठाउँ छ फुलहरू छ कति शान्त ठाउँ छ यहाँको पाल्हा अनि सबभन्दा राम्रो चाहिँ यहाँ बुद्धको सेकेन्डमा चाहिँ म छु थर्डमा चाहिँ लक्ष्मी अनि यो चाहिँ जस्तो चाहिँ हुन्छ यसमा चाहिँ आफ्नो विसहरू लेखेर तास यहाँ लेख्यो विसहरू लेखेर यहाँ राख्यो भने चाहिँ मेबी पुरा हुन्छ भन्ने मान्छेहरूको धारणा होला त्यो चाहिँ हुन्छ कि हुँदैन मलाई थाहा छैन किनभने मैले जसमा एकचोटि पनि गरेको छैन यसमा ठाउँ चाहिँ एकदम बबाल लाग्यो वर्थ इट थियो मैले चाहिँ धेरै टाढा आएको चाहिँ जे भए पनि के भयो भनौँ न वर्थ भयो कस्तो राम्रो ठाउँ ए लाफिङ बुद्ध काउकुटी लगाइदिनु पर्छ यहाँ रहेको छ हाम्रो लाफिङ बुद्ध डिम्पल पनि छ क्या लाफिङ बुद्धको त अन्दाज गाइजन कस्तो क्युट देखेको होइन लाफिङ बुद्ध हेरेर नहाँसौँ भने पनि मेरो हाँसो गरेर भाग्न चाहिँ गालामा डिम्पल पनि छ लाफिङ बुद्धको चाहिँ ल लाफिङ बुद्ध हाँस्देऊ काउकुटी लगाउनु जानु पायो भने ल जा गएर लगाइदिनु लाउनै पर्छ कस्तो दामी डिम्पल पनि देख्यो कि बुद्धको त बुद्धको पेट चाहिँ दामी रहेछ अनि हातमा चाहिँ के लेख्थ्यो चपिङ बोर्ड मलाई नाम तिमीले लाफिङ बुद्ध जस्तो भन्नु पर्यो अर्को लाफिङ बुद्ध यहाँ टाउको सानो ठुलो त्यहाँ लाफिङ बुद्धको पेट नि ठिकै छ टाउको पनि ठुलै छ त अनि मेरो मात्र टाउको सानो एक नम्बर लाफिङ बुद्धको सट्टा तल काउकुट लाउँछ लाफिङ बुद्धले जस्तो पोज्दैन गालामा हात लाएर म चाहिँ यो सबै ठाउँ घुमिसक्यौँ लक्ष्मी मेरो ब्याग के अरे ज्याकेट कहाँ छ ए फेरि बिर्सेलाएर घर जाने बेला ज्याकेटको नाममा त्यही एउटा भन्न भएन धेरै छ मसँग यो बाटो चाहिँ यस्तो बवाल बाटो छ क्या यता पुरै हुन्छ नि झाडीलाई के भन्छ बुस हामीले चाहिँ बुस भन्थ्यौँ बुस त भन्थेनौँ तर यता चाहिँ सबै झाडी अनि बिचमा बाटो कस्तो बवाल छैन त बसिराम जस्तो यहीँ कति आनन्द छ अब यहाँबाट माथि हिँड्दै गएपछि यति ठुलो बुद्धको मूर्ति छ कि त्यति ठुलो बुद्धको मूर्ति त मैले नेपालमा पनि देखेको थिएन भनेर अब म देखाउँदैछु म चाहिँ उल्टो हिँडेर पछाडिबाट कोही पनि आयो भने चाहिँ यहाँ फेरि उसै त बबाल माथि झन् धेरै बबाल हुन्छ अलि देखेँ देखेन है रोकिनु वेट अब हामी देखाउँदैछौँ हजुरहरूलाई बुद्धको सबसे ठुलो मूर्ति एन्ड हियर यु गो अनि कहाँ हो त एन्ड here you go कसरी देखाम होइन हौ ए यसरी देखाउँदैछ नि त आया हात दुख्यो
लौ दिदी भएन कहाँ जानुभयो ला मलाई छोडेर जानु भगवान्को चप्पलहरू ए होइन रहेछ बाल्टी पो रहेछ भगवान्को चप्पलहरू अरे मैले कस्तो दामी है किन हौ जे पनि दामी लाग्ने हाम्रो चाहिँ घुमेर आइसक्यौँ अब हाम्रो चाहिँ टाटा भन्यौँ बाई 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 बुद्ध त नि बाई बाई भन्दै लक्ष्मी तँलाई देखेको छैन यो चाहिँ न फोटो खिच्नमा इन्ट्रेस्ट न भिडियो बनाउनमा इन्ट्रेस्ट भनेको टोइलेट जानमा टोइलेट भनेपछि छिनमा टोइलेट जान इन्ट्रेस्ट अनि चाहिँ खानामा इन्ट्रेस्ट अरू केहीमा इन्ट्रेस्ट नभएको व्यक्ति चाहिँ उयो घुम्नमा चलेल भने पनि इन्ट्रेस्ट देखाउँछ र योसँग हिँड्न पाउँछौँ कब्रिस्तान यहाँ चाहिँ जताततै कब्रिस्तान मात्रै हुन्छ त यार किन हो र जान्छौँ ऊ भेनाले चाहिँ भेनाको के कुरा गर्नु गार्डन त यहाँ पो रहेछ ल अब चाहिँ हामी आइसकेका छौँ बोटनिकल गार्डनमा बोटनिकल भनेको चाहिँ बोट बिरुवा हो है तिमीहरूको इन्फर्मेसनको लागि भन्नुपर्दाखेरि सबै थाहा बोटनिकल भनेको चाहिँ गार्डन हो भन्छ गार्डन होइन बोटनिकल भनेको चाहिँ बोट बिरुवा हो कि त्यसपछि गएर कस्तो ठुलो हो कि बस्ने ठाउँ पनि यति दामी रहेछ है अनि यहाँ फुलहरू छ अनि त्यसपछि धेरै बस्ने ठाउँ पनि फुलहरू तर हामी चाहिँ यो भिडियोबाट तलको रास्ता चुज गर्छौँ तलको रास्ताबाट जान्छौँ कहाँ गयो खाने हो खासमा हात धुने अरे हात चाहिँ कसरी धुने यसरी ल म चाहिँ यहाँ हात धोएर देखाउँछु है त्यसो भए ल भिडियो बनाइदियो खाने हो किन खाने हो अनि मुखमा आएको पानी त अनि मुखबाटै तल जान्छ त त्यो त के अर्थ भयो त अनि तैँले हात धोएको नि थिएँ तलको हात धोएको नि तल जाने ल यहाँ छ लोटस भनेको चाहिँ के हो भन्छ नेपालीमा कमल फुल ए कमल फुल ल भयो उता नजाउँ है यहाँबाट माथि चाहिँ भरेको छ पुरै जङ्गल बाहेक अरू केही पनि छैन जस्तो यस्तो हो कि खासमा जङ्गल अनि त्यो जङ्गलहरूमा चाहिँ सबै कुराको नामहरू लेखायो कुन रुखको नाम कुनलाई के भन्छ अब जस्तै यसलाई के भन्नु रहेछ भने साधो जाकुरा यो रुखको नाम साधो जाकुरा हो अनि यो घाँसहरूको नाम त्यो लेखेर त्यो इन्ट्रोड्युसमा चाहिँ गराएको सबै जङ्गललाई केही पनि भित्र सक्यो घर जाने अब हामी चाहिँ सक्यो अब चाहिँ हामी घर जान्छौँ घर जानु भन्दा अगाडि केही न केही खान्छौँ अनि बल्ल घर जान्छौँ यतिकै त जानु मजा आउँदैन नि त भोकै आयो भोकै गयो भने त्यो त कुनै मजै भएन नि त त्यो भए पनि केही न केही खाएर अनि त्यसपछि हामी जान्छौँ के खान मन छ भन् पिज्जा खान मन छ अरे यसलाई हाँस रहेछ है यहाँतिर हाँस फ्री हो नि त यहाँ जापानमा हाँस पाल्दैन थाहै थाहेन यो चाहिँ इन्फर्मेसनको लागि भनिदिएको ल भेना जाम यहाँ चाहिँ लाइब्रेरी छ लाइब्रेरीमा जाने भए चाहिँ जान सकिन्छ सकिन्न होला है 150 इन रहेछ कि 150 पछि भित्र छिर्न मिल्यो भित्र छिरेर जेसुकै गर्न पायो जेसुकै भन्नाले किताब पढ्न पायो जुनसुकै जेसुकै त के गर्ने आफ्नै सुरमा हेर्न एक नम्बर भेना अब पानी पर्ने बेला भयो फर्किम खाजा खाएन पर्यो फेरि घरमा ट्रेनबाट नि हिँड्न पर्यो तपाईँले छाता ल्याएन मेरो छाता दिन्न त्यही हो कुरै भिज्ने त जसरी नि तपाईँ एकदम धेरै गाह्रो हुँदो रहेछ कि तल कि माथि होला भन् ए सब बाटो याद हुन्छ मलाई चाहिँ याद छैन म चाहिँ गुगल म्यापको भरमा हिँड्यो जता पनि फेरि गुगल म्यापको चाहिँ म मास्टर हो नि फेरि जस्तो नि निकालिदिन्छु फेरि चाहिँ के गुगल म्यापमा त जसले पनि निकालिहाल्छ नि इट्स नट अ बिग थिङ राबिना अरू केही नयाँ भन्नु पऱ्यो भोक लाग्यो अब नेक्स्ट टाइम खाएपछि बल्ल हामी घर जान्छौँ
मैले नगए म त एभ्रिडे खान्थेँ त म मोटाएन ट्रिप चाहिँ सफल भयो अब चाहिँ हामी घर फर्किनको लागि ट्रेन कुर्दैछौँ ट्रेन चाहिँ 5 बजेर 1 मिनटको छ र 5 चाहिँ बजिसक्यो मिता लाइन देखि धेरै राम्रो छ क्या कस्तो निलो कलर र ग्रिन कलर भेना चाहिँ घर जानु भइसक्यो अनि एउटा म चाहिँ फेरि यसो अलिकति मेरो स्किन कतिले नभए पनि प्रोडक्ट चाहिँ म कतिले लाउँछु फेरि कतिले प्रोडक्टहरू किन्न आएको मेरो स्किनको प्रोडक्टहरू सकेको थियो त्यही भएर अनि त्यसमा पानी पऱ्यो हामी रुच्दै भनौँ भने छाता छ छाता ओढ्दै सामान किन्नतिर लाग्यौँ हामी सामान लिएर फर्किसकेका छौँ साथीहरू यति धेरै सामानहरू बोकेर आइसकेका छौँ तिमीले नि पोका सामान बोकेर हिँडिरहेको छ हिँड्दै छिन् कस्तो राम्रो नेपाली बोल्छ नि मान्छेहरूले आजको दिन चाहिँ हामीले बितायौँ भनौँ बितायौँ होइन सधैँ नै बिताइरहन्छ दिन बिताउन त तर घुम्न गएर बितायौँ भनौँ न अनि त्यसपछि हाम्रो भ्लग पनि यहीँ बन्द गर्नुपर्ने हुन्छ धन्यवाद बाई बाई थ्याङ्क्स फर वाचिङ अरे के